एमालेका पूर्व समानुपातिक सांसद महेश बर्तौला भन्छन् अहिलेको सरकारको कारणले गर्दाखेरि हामी डराएर लुकेर बस्नु परेको छ। ओहो नेताजी के गर्नुहुन्छ त? राम्रो काम गरेको भए यस्तो दिन आउँथ्यो होला त। यसको जवाब तपाईले दिन सक्नुहुन्छ? हेर्नुहोस् त कति डराएर बोल्नु भएको छ। हामीले जे यो बीचको समयमा देख्यौं, आम मानिसहरू, त्यो आम मानिसभित्र राज्यका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू पनि एउटा त्रासमा, भयमा, डरमा भएको जस्तो हामी महसुस गरिरहेका छौं। एउटा समग्र राजनीतिक अभियन्ताहरू, कार्यकर्ताहरू, नेता वा शुभचिन्तकहरू पनि आफ्ना विचारहरूलाई स्वतःस्फूर्त ढङ्गबाट सत्यका बारेमा, सत्य कुराको एडभोकेसी गर्नका लागि पनि कता कता डर मान्नुपर्ने, भय मान्नुपर्ने त्यो परिस्थिति सिर्जना भइरहेको छ। यसले के देखाउँछ भन्दा सरकारको चरित्रबाट, सरकारको क्रियाकलापबाट नागरिकहरूमा, आम जनताहरूमा डर र भयबाट उहाँहरू मुक्त हुन सकिरहेको छैन।